दर्शकबिन नमस्कार। आजको समाचार रहेको छ सुनेर साथ दिनुहोला। एबिको टिभीमा तपाईँलाई स्वागत छ है। जाममा श्रीमती पोड्दा सिंहदरबार जलाइदिन्छु भन्नेहरू आज मेरो श्रीमती गुमाउँदा म न्याय पनि माग्न नपाउने सुजन घलानको भनाइ छ। आफ्नी श्रीमती अस्मिता तामाङको निधनपछि न्यायको खोजीमा रहेका सुजन घलान फेरि एकपटक भावुक अवस्थामा सडकमा देखिएका छन्। काखमा सानो दुधे बालक बोकेर उनले अस्पतालको लापरवाही कारण श्रीमती गुमाउँदा परेको आरोप लगाउँदै आवाज उठाएका हुन्। भावुक हुँदै उनले विगत चर्चित घटनालाई सम्झिँदै भने त्यो बेला जाममा कारण गर्भवती श्रीमतीलाई अस्पताल पुर्याउन नसक्दा सिंहदरबार जलाइदिन्छु भन्नेहरू थिए। तर आज मेरी श्रीमती संसारमा नरहँदा पनि मैले खुलेर न्याय माग्न नपाउने हो र? जानकारी अनुसार डेलिभरीको क्रममा शल्यक्रियापछि अस्मिता तामाङको निधन भएको थियो। त्यसमा सुजन घलान लगायत सम्बन्धित अस्पतालमाथि निष्पक्ष छानबिन दोषीलाई कारबाही माग गर्दै आएका छन्। सामाजिक सञ्जालमा अहिले धेरै उनको पीडा महसुस गर्दै एक श्रीमान सानो बच्चाको न्याय हुनुपर्छ भन्दै समर्थन जनाएको छन्। धन्यवाद। घटना एकदमै नाजुक अवस्थामा छ। सानो बच्चाको न्यायको लागि यो उहाँले धेरै कठिनाइ भोग्नु परेको छ। समाज कतातिर जाँदैछ